नमस्कार यहाँहरु सम्पूर्णमा यसभन्दा अगाडिको क्लासहरुमा पनि हामीले कम्प्युटरसँग सम्बन्धित बेसिकदेखि लिएर डिप्लोमा लेभलसम्मका विभिन्न कोर्सहरु विभिन्न क्लासहरु हामीले सञ्चालन गरिसकेका छौं र आजको क्लासमा चाहिँ हामी हाम्रो आफ्नो पेन ड्राइभलाई कसरी बुटेबल बनाउने त्यो बुटेबल बनाउने तरिका चाहिँ हामी सिक्छौं र हामीले किन बुटेबल बनाउनु पर्छ र केको लागि त्यो चाहिन्छ भन्नुहुन्छ भने हामीले हाम्रो कम्प्युटर एकदमै स्लो भयो एकदमै ह्याङ भयो र त्यसलाई फर्मेट गर्नुपर्ने भयो त्यो सिचुएसनमा पनि हामीले बुटेबल पेन ड्राइभको मद्दतबाट हाम्रो कम्प्युटरहरु फर्मेट गर्न सकिन्छ। त्यसैगरी मानव तपाईको कम्प्युटरमा चाहिँ विन्डोज चाहिँ 7 छ विन्डोज 8 छ भने त्यसलाई मानव तपाईले विन्डोज 10 हाल्न चाहनुहुन्छ अर्थात विन्डोज 10 छ भने विन्डोज 11 हाल्न चाहनुहुन्छ त्यो सिचुएसनमा त्यो अवस्थामा पनि तपाईले बुटेबल पेन ड्राइभको मद्दतबाट चाहिँ नयाँ विन्डोज बुट गरेर तपाईले आफ्नो विन्डोजलाई चेन्ज गर्न सक्नुहुन्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ मसँग अहिले विन्डोज 10 छ र मैले चाहिँ विन्डोज 11 राख्न चाहे भने मैले सबभन्दा पहिला चाहिँ मेरो पेन ड्राइभ बुटेबल गरेर त्यो बुटेबल पेन ड्राइभको साथबाट चाहिँ हामी विन्डोजलाई पनि के गर्न सकिन्छ चेन्ज गर्न सकिन्छ। ओके, तर अब त्यसको लागि हामीलाई के कुराहरु चाहिन्छ सर्वप्रथम भन्नुहुन्छ भने तपाईलाई एउटा 8GB को पेन ड्राइभ चाहिन्छ र त्यो पेन ड्राइभ पूर्ण रूपमा चाहिँ खाली हुनुपर्छ है, त्यसमा कुनै पनि हामीले फाइलहरु राखेको हुनु हुँदैन। र त्यसपछि अर्को भनेको तपाईले यहाँ देख्न सक्नुहुन्छ मैले अलरेडी डाउनलोड गरेर राखेको छु, त्यहाँ डाउनलोड भित्र यहाँ बुट फाइल्स भनेर राखेको छु। एउटा रुफुस 4.11 भनेको त्यो 4.11 भनेको एउटा यसको लेटेस्ट भर्जन हो र यो रुफुस भन्ने एउटा डाउनलोड गर्न सक्नुहुन्छ नेटबाट। र अर्को इम्पोर्टेन्ट भनेको हामीलाई एउटा विन्डोजको एउटा आईएसओ इमेज चाहिन्छ है। यदि तपाईलाई यो आईएसओ फाइलहरु डाउनलोड गर्न आएन भने कृपया कमेन्ट गर्नु होला, त्यो कसरी डाउनलोड गर्ने भन्ने कुरा पनि हामी सिक्छौं। ओके, नेक्स्ट क्लासमा अवश्य पनि सिक्छौं। र हाम्रो यो आईएसओ फाइलले चाहिँ 5.71 GB खाएको छ र यसको पनि 1.80 MB छ है। यो दुईटा फाइलहरु रेडी भइसकेपछि र अर्को यहाँनेर तपाईले यहाँ बुट भन्ने एउटा F भन्ने छ पेन ड्राइभ हो यो मेरो, यो चाहिँ पूर्ण रूपमा खाली छ है, यो चाहिँ खाली छ, यो 8GB को पेन ड्राइभ हो तपाईले देख्न सक्नुहुन्छ। अब यति भइसकेपछि हामीले के गर्नुपर्छ भन्दा यो रुफुस भन्ने जुन छ यसलाई ओपन गर्ने है, राइट क्लिक गर्नुस् ओपन गर्नुस् अर्थात तपाईले डबल क्लिक गर्दा पनि हुन्छ। मैले ओपन गरे, अब यसलाई के गर्ने यस गर्दिने। यति भइसकेपछि यहाँनेर डिभाइसमा अटोमेटिकली हाम्रो के गर्छ भन्दा पेन ड्राइभलाई रिड गर्छ। कति छ 8GB को पेन ड्राइभ छ। यति भइसकेपछि अर्को यहाँनेर बुट सिलेक्सन भनेको छ, यहाँ के भनेको छ डिस्क अर आईएसओ इमेज भनेको छ। यसलाई चाहिँ हामीले के गर्छौं सिलेक्टमा जान्छौं र सिलेक्टमा गइसकेपछि हाम्रो डाउनलोड गरेको के थियो यी बुट फाइल्स भित्र डाउनलोडको बुट फाइल्स भित्र यहाँनेर छ हाम्रो विन वाला विन्डोज 10 हो है, यो मैले विन्डोज 10 वाला गरेको हो। अब यसलाई के गरौँ ओपन गरौँ। ओपन भइसकेपछि अटोमेटिकली त्यो फाइलको नाम यहाँ आयो र हामीले स्ट्यान्डर्ड विन्डोज इन्स्टलेसन भन्ने छ यहाँनेर यही छादिने र पार्टिसन स्किममा चाहिँ एमबीआर र जेपीटी छ, मैले यही डिफल्टमै छोड्दिए र यहाँ पनि युईएफआई भन्ने छ यही छोड्दिए है। पछि यो चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले विन्डोजलाई बुट गर्ने सिस्टम जुन सिस्टमबाट चाहिँ विन्डोजलाई बुट गरिन्छ त्यतिखेर सिलेक्सन गर्नुपर्ने चीजहरु हो। अब यो भोल्युम लेभल छ यसलाई हामीले चाहिँ चेन्ज गर्न सकियो। मैले बुटेबल पेन ड्राइभ है, तपाईले जे पनि नाम दिन सक्नुहुन्छ। अब एनटीएफएस छन्ने हो अहिलेको लेटेस्ट बुट सिस्टम भनेको एनटीएफएस हो, न्यू टेक्नोलोजी फाइल सिस्टम भन्छ। अब यति भइसकेपछि तपाईले के गर्नु पर्दैन जस्ट यसलाई के गर्दिने स्टार्ट गर्दिने, बुझ्नुभयो। बुट यो डिभाइस भनेको ठाउँमा हाम्रो पेन ड्राइभ अटोमेटिकली रिड गर्छ र बुट सिलेक्सन भनेको ठाउँमा यहाँबाट सिलेक्सन गरेर बुट हाल्ने जुन हाम्रो आईएसओ फाइल छ त्यो सिलेक्ट गर्दिने, अरु यतिकै बाइ डिफल्ट रूपमा छोड्दिने, यहाँ भोल्युम लेभल लेख्दिने र एनटीएफएस छानेर हामीले के गर्दिने हो यहाँनेर डिफल्ट रूपमै छोड्दिने है, यिनीहरु सबैले स्टार्ट गर्दिने। अब यसलाई ओके गर्दिनुस् र क्रिएट अ लोकल अकाउन्ट विथ युजर नेम हैन, यसलाई ओके गर्दिनुस् यतिकै। यति भइसकेपछि डिलिटिङ पार्टिसन डिलिट हुन्छ र अब यसलाई के हो हाम्रो बुटेबल हुन सुरु भयो। अब यसमा बुटेबलको लागि अलिकति टाइम लाग्छ, यतिकै छोड्दिए वेट गर्नुस् है, सकिन्छ बुट गर्न सकिन्छ। यहाँ अब थोरै बाँकी छ, प्लिज वेट फाइनलाइजिङ हुँदैछ। अब यति भइसकेपछि यहाँनेर के भनौं हाम्रो कम्प्लिटेड भयो, रेडी पनि भयो। अब यसलाई के गर्नुस् क्लोज गर्दिनुस्। अब क्लोज गरिसकेपछि यहाँनेर जस्तै दिस पीसीमा गएर हेर्यो भने हाम्रो बुटेबल पेन ड्राइभ भन्ने जुन छ अघिको यहाँनेर देखाए।
ओके मैले ओपन गरेर हेरे भने जति पनि बुटको फाइलहरु छ सबै बुटेबल भएर बसेको छ ओके यसरी चाहिँ हामीले हाम्रो पेन ड्राइभलाई बुटेबल बनाएर हाम्रो कम्प्युटरहरुलाई हाम्रो सिस्टमहरुलाई चाहिँ बुट गर्न सकिन्छ फर्मेट गर्न सकिन्छ ओके र यदि तपाईलाई त्यो रुफुस कसरी डाउनलोड गर्ने भन्नुहुन्छ भने यहाँ जानुहोस् र सर्च गर्नुहोस् डाउनलोड रुफुस सर्च गर्नुभयो भने यहाँबाट सजिलैसँग के गर्न सक्नुहुन्छ डाउनलोड गर्न सक्नुहुन्छ त्यसैगरी हाम्रो विन्डोज 10 को आईएसओ फाइल पनि डाउनलोड गर्नको लागि यही सर्च गर्नुहोस् डाउनलोड विन्डोज 10 आईएसओ फाइल यति सर्च गर्नुहोस् र सर्च गरिसकेपछि यहाँनिर माइक्रोसफ्ट यहाँ गएर तपाईले के गर्न सक्नुहुन्छ यो पनि डाउनलोड गर्न सक्नुहुन्छ यदि तपाईलाई डाउनलोड गर्नमा समस्या भयो भने कृपया कमेन्ट गर्नुहोस् त्यसको लागि हामी छुट्टै क्लास पनि सञ्चालन गर्नेछौं ओके आशा गर्छु आजको क्लासबाट तपाईले अवश्य पनि केही नयाँ कुरा सिक्नुभयो यदि तपाईलाई मेरो क्लासहरु राम्रो लाग्यो भिडियो राम्रो लाग्यो भने कृपया मेरो च्यानल ड्रीम वर्ल्ड आईटी अवश्य पनि सब्स्क्राइब गर्नुहोला थ्यांक यू थ्यांक्स फर वाचिङ माय भिडियो प्लिज डोन्ट फर्गेट टु सब्स्क्राइब माय च्यानल थ्यांक यू भेरी मच